हेलो गाइस, आज चाहिँ हजुरहरूलाई मेरो मिनी भ्लगमा वेलकम गर्छु र यो चाहिँ के भन्छ औँसी बजारको चान डाँडा हो साथीहरू। भिडियोमा अब हेर्दै जानु होला। यो चाहिँ तमर खोला एकदम पौडी खेल्नु लायकको भइरहेको छ नि त। कुन त्यो के होला नि, कसैको के माछा मार्ने ठाउँ पार्टी होला नि। हेमन्तले फोन गर। हेलो गाइज, यो चाहिँ औँसी बजार है। औँसी धाप 1 को औँसी बजार, औँसी डाँडा भन्छ ट्याक्कसँगले। यो चाहिँ स्कुलहरूको लभ डाँडा भन्छन्। केही छैन नि, छुकछुके रेल। यहाँ चाहिँ मन्दिरहरू छ। यसलाई चाहिँ के भन्छ यो मन्दिरको नाम? भगवती मन्दिर हो यो। यस, पारी चाहिँ ताप्लेजुङ पर्छ, सङ्क्रान्ति बजार। पाँचतर्फी दिनदेखि लिएर यस्तै छ यहाँको फिदिम। गाइज, वेलकम टु माई भ्लग। मेरो भ्लगमा हजुरलाई सम्पूर्ण फेरि पनि वेलकम गर्दछु। अनि यो चाहिँ औँसी बजार भन्छ। यो चाहिँ यस औँसी बजार चाहिँ यस्तो छ। हेरौँ, तिर्थुम फेराप 1 को औँसी बजार। दोकान बन्द रहेछ आज त। यहाँ मन्दिर छ, यहाँ चाहिँ मन्दिर सल्लाहघारी। मौसम ठिक रहेछ। ल गाइजहरू, आज चाहिँ यो औँसी बजारको मिनी भ्लग यति नै। बाँकी भ्लगहरू अब अर्को भिडियोमा हाल्नेछु। ओके, आजको लागि सबैलाई बाई।